नमस्ते साथीहरू, बुक राइडर युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज पनि म एउटा फरक खालको तर निकै महत्त्वपूर्ण विषयवस्तु लिएर उपस्थित भइसकेको छु। त्यसैले भिडियो अन्तिमसम्म नछुटाई हेरिदिनुहोला र सब्स्क्राइब पनि गर्न नबिर्सिनुहोला। आज हामी गेरी विल्सनद्वारा लिखित पुस्तकको योर ब्रेन अन पर्नको सहायताले यो जान्ने प्रयास गर्नेछौँ कि कसरी इन्टरनेट पर्नले तपाईको दिमाग र जीवनलाई समयको साथमा खराब र अलग बनाइरहेको छ। तपाई हाल एक विद्यार्थी हुनुहुन्छ, नोकरीमा हुनुहुन्छ, व्यवसाय हुनुहुन्छ वा एक खेलाडी पनि हुनुहुन्छ। यो लतले तपाईलाई तपाईको लक्ष्य, सपना, राम्रो जीवन र अच्छा स्वास्थ्यबाट टाढा लगिरहेको छ। यही कारणले तपाई मध्येका धेरै पुरुष र महिलाहरूले सेक्स, पर्न र हस्तमैथुनसँग सम्बन्धित प्रश्न र समस्याहरू साझा गर्नुहुन्छ, किनभने तपाई आफूलाई बदल्न चाहनुहुन्छ तर तपाईलाई यसको उचित ज्ञान छैन। त्यसो भए यसभन्दा राम्रो के हुन सक्छ कि हामी यस विषयमा एक विशेषज्ञद्वारा लिखित पुस्तकबाट सिकौं। तपाईले अवश्य पनि जान्नुहुनेछ भन्ने विश्वास लिएको छु। कसरी पर्नले हाम्रो दिमागलाई परिवर्तन गर्छ, विशेषज्ञहरूले वर्षौंको अनुसन्धानपछि के पत्ता लगाए, पर्न छोड्ने उपायहरू के हुन्, केही व्यक्तिहरूको वास्तविक जीवनका कथाहरू र कसरी तपाईले हेर्ने आदतलाई केही आदतहरू र परिवर्तनहरूको सहायताले परिवर्तन गर्न सक्नुहुन्छ। त्यसो भए आउनुहोस् जानौं। 1. पोर्नोग्राफीको इतिहास र प्रभाव। कला र सञ्चारको माध्यममा पोर्नोग्राफी मानव सभ्यतामा धेरै वर्षदेखि अस्तित्वमा रहेको छ, तर इन्टरनेटले यसलाई अत्यधिक सफल बनाइदिएको छ। हामी मात्र केही क्लिक टाढामा पर्नको हजारौं वेबसाइटहरूबाट घेरिएका छौं। पर्नले हाम्रो सोच, जीवन, इच्छाहरूलाई प्रभावित गर्छ र यो एउटा विषाणु जस्तो छ जुन धेरै तीव्र गतिमा प्रत्येक वर्ष बढिरहेको छ। एउटा अध्ययनमा धेरै पुरुष र महिलाहरूमा यौन परिपक्वताको समयमा यो सबैभन्दा धेरै पाइएको छ। तर यो लतले तपाईको कुनै पनि उमेरमा, तपाईको साथीसँगको सम्बन्धमा, सामाजिक जीवनमा वा क्यारियरमा ठूलो स्तरमा असर गरिरहेको हुन सक्छ। वा कहिलेकाहीँ त हामीलाई यो थाहा पनि हुँदैन वा थाहा भए पनि हामी चाहेर पनि हाम्रो यो आदतको कारण केही गर्न सक्दैनौं। 2. यौन ड्राइभमा प्रभाव। यौन ड्राइभ एउटा धेरै शक्तिशाली प्रेरक शक्ति हो जुन जातिलाई अगाडि बढाउनको लागि आवश्यक छ। तर पर्नले यस मानवीय जोडानलाई समयको साथमा पूर्ण रूपमा अप्रभावकारी बनाइदिन्छ, जसको कारण मानिसहरूले वास्तविक संसारमा नयाँ साथीसँग सम्बन्ध बनाउने ठाउँमा एक स्क्रिनको सामुन्ने आफ्नो यौन इच्छा खर्च गर्न रुचाउँछन्। उनीहरूलाई यस्तो गर्न सजिलो लाग्छ। 3. यौन समस्याहरू, जस्तै धेरै पर्न हेर्ने र हस्तमैथुन गर्ने व्यक्तिहरूलाई कहिलेकाहीँ सेक्सको समयमा शीघ्र स्खलन जस्ता समस्याहरू सामना गर्नुपर्छ वा सेक्सको समयमा स्खलनै गर्न सक्दैनन्। गेरी विल्सन भन्छन् कि धेरै पुरुष र महिलाहरू आफ्नो साथीको प्रदर्शन र शरीरको प्रकारले सन्तुष्ट हुन सक्दैनन्। केही समयपछि उनीहरू आफ्नो साथीप्रति रुचि हराउँछन्। पर्न प्रयोगकर्ताहरूले आफै भनेका छन् कि उनीहरूले आफ्नो साथीलाई पर्न स्टारहरूसँग तुलना गर्छन् र यदि उनीहरूले आफूले चाहे जस्तो प्राप्त गर्दैनन् भने उनीहरूलाई इरेक्सनमा समस्या हुन्छ र सन्तुष्ट हुन सक्दैनन्। 4. मानसिक स्वास्थ्यमा प्रभाव। साथीहरू, उनी भन्छन् कि पर्नको प्रभाव हाम्रो भावनात्मक र मानसिक स्वास्थ्यको लागि जोखिम हो र हामीले यसलाई समय रहँदै बुझ्न र स्वीकार गर्नुपर्छ। कनाडी अनुसन्धानकर्ता साइमन लाजुले पर्न हेर्ने विश्वविद्यालयका विद्यार्थीहरूलाई सोधे, के तपाईलाई लाग्छ कि पर्नले तपाईको मानसिक अवस्था र सोचलाई प्रभावित गर्छ? विद्यार्थीहरूले उत्तर दिए, होइन, हामीलाई यस्तो लाग्दैन। विद्यार्थीहरूले धेरै वर्षदेखि पर्न हेरेका थिए, त्यसैले उनीहरूसँग यो सोध्नु माछासँग पानीको बारेमा सोध्नु जस्तै थियो। 5. दिमागमा परिवर्तन, जसमा मनोचिकित्सा अध्ययनले यो देखाइएको छ कि
पर्नको लतले ग्रे म्याटरलाई कम गर्छ। ग्रे म्याटर हाम्रो न्युरोनल कोशिकाहरूबाट बनेको हुन्छ र यो हाम्रो 20 वर्षको उमेरसम्ममा पूर्ण रूपमा विकसित हुन्छ। यसको कमीले हाम्रो देख्ने, सुन्ने, स्मृति, भावना, भाषा, निर्णय लिने र आत्मनियन्त्रण जस्ता प्रक्रियाहरूमा कमी ल्याउँछ। एउटा वास्तविक कथा, एउटा व्यक्तिले भने, म एउटा एथलेटिक, स्मार्ट र सामाजिक व्यक्ति थिएँ। म आनन्दले आफ्नो जीवन बिताइरहेको थिएँ। मसँग धेरै साथीहरू थिए। तर जब म 11 वर्षको उमेरमा पर्न हेर्न सुरु गरेँ, म निराशामा परेँ। मैले अर्को 15 वर्ष नराम्रो बिताएँ। मलाई मानिससँग रहन वा कुरा गर्न मन लाग्दैन थियो। म सबैलाई घृणा गर्न थालेँ। मैले आफ्नो खेलकुद छोडिदिएँ र म विद्यालयको परीक्षामा मुस्किलले पास हुन्थेँ। मैले आफ्नो दिमागमा आफ्नो एउटा गलत चित्र बनाइसकेको थिएँ। अब कुरा गरौँ पर्न छोड्ने मद्दत गर्ने उपायहरू के हुन सक्छन् त? साथीहरू, पर्न छोड्नु असम्भव होइन र विश्वव्यापी रूपमा यसको अभ्यास गरिन्छ। केही तरिकाहरू यस प्रकार छन्। 1. मनलाई रिसेट गर्नुस्। कम्तीमा 1 महिनाको लागि यौन सम्बन्धी कुराहरू जस्तै पर्न, हस्तमैथुन, यौन व्यवहार र कुराबाट टाढा रहनुस्। यसलाई रिबुटिङ पनि भनिन्छ। 2. सबै पर्न हटाउनुस्। आफ्नो फोन, ल्यापटप वा अन्य उपकरणहरूबाट आफ्नो पर्न सङ्ग्रहलाई मेटाउनुस्। 3. वातावरण परिवर्तन गर्नुस्। यदि तपाईले आफ्नो कोठामा पर्न हेर्नुहुन्छ भने आफ्नो कम्प्युटर टेबल यस्तो ठाउँमा राख्नुस् जहाँ सबैको सधैँ आवत जावत हुन्छ। 4. पर्न ब्लकरको प्रयोग गर्नुहोस्। प्रारम्भिक समयमा पर्न ब्लकरको प्रयोग गर्नुहोस्। 5. अनलाइन समर्थन लिनुहोस्। जस्तै नोफ्याप जस्ता वेबसाइटहरूमा प्रगति ट्र्याक गर्न खाता खोल्नुहोस्। 6. डायरी लेख्नुहोस्। आफ्नो यात्रा, विचार र भावनालाई डायरीमा लेख्नुहोस्। 7. व्यायाम गर्नुहोस्। शारीरिक व्यायामले तनाव कम गर्न र आत्मविश्वास बढाउन मद्दत गर्छ। 8. सामाजिकीकरण गर्नुहोस्। मानिसहरूसँग वास्तविक सम्बन्ध बनाउनुहोस्। 9. ध्यान गर्नुहोस्। ध्यानले मनलाई नियन्त्रण गर्न मद्दत गर्छ। 10. रचनात्मक गतिविधि अपनाउनुहोस्। आफ्नो खाली समयलाई रचनात्मक कार्यले भर्नुहोस्। निष्कर्षमा भन्नुपर्दा तपाईको जीवनको समय कृत्रिम चीजहरूमा बर्बाद नगर्नुहोस्। तपाईसँग मात्र एउटा जीवन छ। आफ्ना सपना पूरा गर्नुहोस्। आफ्नो जीवनको उद्देश्य पूरा गर्नुहोस्। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक र सब्स्क्राइब गर्नुहोला। यदि हामी कुनै अर्को विषयमा भिडियो बनाऊ त कमेन्टमा सुझाव पनि दिनुहोला। आजको विषयवस्तु कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै लेख्नुहोला। होस् त, तपाईको दिन शुभ